ए भनेपछि तिमी दुईजना म्यादी बन्न आएको? होइन, इन्सपेक्टर बन्न आएको। मा साला मै त नि हल्दार छु, कहाँबाट इन्सपेक्टर छनौट हुन्छ यहाँ? म्यादी मात्रै हो। हिलो खाए छोडो गरे। अनि भैरे सर तपाईँ त वहाँ जुम्ला छनौट गर्नुहुँदो थियो त, यहाँ पनि आइजानु भयो। जुम्लै त छिया त म। एकजनाको 51 किलो मात्रै तौल छियो, त्यसलाई केरा खुवाएर 52 किलो बनाएको। उचुटी गएर अघिल्लो छ त्यसले के। अनि डिएसपीले 48 मात्रै देख्यो। घुस खायो भन्ने फराएर डिएसपीले लुटुक्कै नेपालगञ्ज सर्वे गरिदियो। यार भाइ तेरी यार, तिमीहरूसँग घुस लिएको कुरा नबुन्नु है। होइन भने क्लियर कुरा गर अहिले। अनि भैरे सर यो घुस लिने र दिने त दुवै देशका शत्रु भन्छ नि त। अनि या भाइ यस्तो भन्ने भएपछि तिमीहरू मेरा पनि शत्रु भयो के? घुस नदिने तिमी मेरा शत्रु भयो। गर्छ तिमीहरू यहाँ काम छैन, छनौट गर्छ। उठ उठ नाइ भैरीजी, म चाहिँ घुस दिन तयार भएँ। अब तपाईँलाई घुसै चाहिएको छ भने घुस दिन्छु। तपाईँलाई के चाहियो घुसमा भन्नु न। के चाहियो तपाईँलाई? कद्दु चाहियो कि चिचिन्डर चाहियो कि कुपिन्डो चाहियो भन्नु त म घरबाट मगाइहाल्छु। मलाई चाहिँ एसएसपीसम्मको पद पाइन्छ भने म तुरुन्त घुस दिन तयार कि। एसपी भन्दा तल हुनु परेन है। हिलो खाए ठुलो गरे मै हल्दार छु, तँ एसटी कसरी बनाऊ? गर्छ पहिले तँ गर्छ त। उठ 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 भइहाल्छ। बरु यो सब कुरा मेरो दिउँला 1 करोड छोडेर गर्छ। एसपी कहाँबाट बनाउने? यहाँ हल्दारले एसपी बनाउँछ। हिलो खाए ठुलो यसमा डिल मिल्यो जस्तो। क्या पनि छ अरे भाइ तैँले? मैले भन्न खोजेको भैरे सर तपाईँलाई के चाहियो घुसमा, कुपिन्डो कि फर्सी? सुन भाइ, यो घुसको कुरा अलि नजिकबाट गर्नुपर्ने हुन्छ। भित्ताको पनि कान हुन्छ भन्दा नि। मलाई यो कुपिन्डो पनि चाहिएन, फर्सी पनि चाहिएन, रुपियाँ पनि छुनै छुन। मलाई घुसमा तेरी बुढी दे नि त। बुढी त दिन त यार, म त दिन त यार। म्यादी भइन्छ भने चाहिँ मजाले दिन त यार। तर मैले भ्या गरेको छैन क्या भैरे सर। तपाईँ कोही दिदी बहिनी छन् भने भन्नु है फेरि। कस्तो हिलो खायो ठुलो गरे रहेछ यार। तँ पनि गर्छ त, तेरो पनि हुँदैन। ए हल्दारजी, यहाँको डिएसपी मेरो अन्डरमा यस्तैमा बस्छ। यहाँ गएर तपाईँलाई पनि यहाँबाट सौरा गरिदिउँ कुरा लगाएर। नगर बाबु नगर नगर। जुम्लाबाट यहाँबाट कहाँ सरुवा गर्ने? दुःख नगर्नु भाइ। तेरि नेपालभरि घुमाउने इच्छा छ क्या मेरो। सुन कन्देमे कस्तो एग्रेसिभ केटो रहेछ यार। करम त एक पुन आइरह्यो, त्यही पनि अब म्यादी गरिदिनु पर्ने हुन्छ यसलाई। पास